हेलो साथीहरु नमस्ते एन्ड सेवारो सबैलाई। आज चाहिँ छुट्टीको दिन हो। छुट्टीको दिनमा यसै घर सफा गरौँ, रुम सफा गरौँ भनेर नि त किचनमा अलिअलि ककरोच निक्लेछ कि त्यसलाई अलिअलि हुँदाखेरि मसै हेर्नुपर्छ, नभए पछि फैल्यो भने फेरि साह्रो पर्छ भनेर अनि सानो एउटा हिट लिएर रुम सफा गर्नुतिर लागे। फेरि रुम सफा गर्नु दिनैभरि लाग्दो रहेछ। सफा यो साङ्ले मार्दा के सफा गर्दा यता पोचा सोचा हान्दा ओर्दा मेरो छुट्टी त आधी दिन त रुम सफा गरेरै गयो। के गर्नु, रुम पनि सफा गर्नु पर्यो, नभए गन्दा राख्यो भने साङ्लेहरू बढ्छ आउँछ। त्यसैले सबै बस्ताहरू भित्र राखेको बस्ताहरू निकालेर पुरा स्प्रे मारेर चिटिक्कै झाडु मारेर अनि सब पोचा हानेको। अनि पुरा के गर्नु, गर्नै पर्यो। कहाँ यति मात्रै हो र हौ, छुट्टीको दिन त एकछिन बस्नु पाइँदैन रहेछ। बरु ड्युटी हुँदाखेरि ड्युटीमा बस्नु पाइन्छ। छुट्टीको दिन त रुम सफा गरो, यता सफा गरो, कपडा धुलायो, नुहाइधुवाइ यता एकछिन बस्नु पाइँदैन। अब यो सबै सब्जी राख्नेहरू सफा गरेर पुरा सबै धुलाएर हो, सब्जी ठ्याक्ठ्याक्कै मिलाएर यो सबै सिनिक्कै सक्यो भने अनि त्यसको बादमा कपडा धुनु छ। कपडा धुलायो, नुहाइधुवाइ गऱ्यो हो, अनि एकछिन मार्केट जानुपर्छ, सब्जी मार्केट। आज सब्जी मार्केट ठुलो लाग्छ हौ यहाँनिर बेङ्गलोरमा। सब्जी मात्रै। ल सफा गरिसक्यो। यो चाहिँ लास्ट सफा गरिसकेर फाइनल लुक्स रुमको चिटिक्कै सफा गरिसक्यो। सफा गरेर अब यो किचनको काम सक्यो रुमको। अब अर्कोतिर फेरि बाथरुमतिर अब रुम सफा गर्दै जान्छौ। छुट्टीमा के गर्नु साथी हो, यस्तो यो बाहिरको जग्गा गर्नै पर्यो। बल्ल एक दिन छुट्टी पाइन्छ, त्यही पनि बस्न पाइँदैन। को साथीहरू बाहिर बस्नुभएको छ उहाँलाई थाहा छ नि बाहिरको कन्डिसन कस्तो हुन्छ भनेर, होइन साथी हो। ल है लाइक कमेन्ट चाहिँ गरौँ है, यसो भिडियो पनि फुल हेरिदिउँ, फुल वाच गरिदिउँ। के गर्नु, यस्तै हो। हेर्नुहोस् त पसिना निक्लेर है, रुम सफा गर्दा पुरा पसिन भयो। हस् त आजलाई बाई बाई।